म्याडम के गर्नुहुन्छ? कुकुम्बर कटिङ गरिरहेको छु। हो, हाम्रो कुकुम्बर ठिक अवस्थामा रहेको थियो तर यति पातमा राम्रै चाहिँ किरा लाग्न थालेको रहेछ हैन। यो पातमा हल्का यहाँ किरा लागेको छ हल्का। ओहो ठिक छ। होइन पातमा पनि किरा लागेको छ कि अब औषधि नहाल्ने भएपछि यसले गाह्रो गरेको छ। पात नबिग्रोस् है, पातमा औषधि हाल्नु पर्थ्यो। अब चाहिँ निम ओइल हाल्नुपर्छ यसमा। बिचमा ठिकै रहेछ जस्तो लागेको थियो, हिजो अचानक आएर हेर्छु त यसमा पतमडुर जस्तो किरा लागेको जस्तो रहेछ। खोकाको सबै टिप्नु ल, यसमा आज निम ओइल हालिदिनुपर्छ। त्यो पनि टिप्नु, त्यो पनि टिप्नु, सबै त्यो भएको जति छ सबै टिप्नु। त्यो माथिको त्यो सानो पनि टिप्नु हो। हो होइन टिप्नु टिप्नु त्यो हो। अर्को छोडिदिनु, अर्कोलाई अहिले टाइम लाग्छ। अझै छ ल, ठिक छ। प्लेट उतै छोडिदिनु न ल। ल ठिक छ, ल्याइसक्नुभयो भने हो। पातमा ठिक छ, त्यही त पातलाई लोड पऱ्यो कि बिरुवालाई। त्यो सानो छोडिदिनु, त्यो एकदम सानो छ। यति सानोमा यतिको के त अस्ति पनि टिप्नु भएको थियो होइन? अस्ति पनि 4-5 वटा आज पनि भयो। भयो। तर अब भगवानको कृपाले यो मेरो बोट ठिक भइहालोस्। 3-4 दिन भयो टिपेको।